भर्खरै साथीहरू जापानमा चाहिँ 7.4 म्याग्निट्युडको शक्तिशाली भूकम्प गयो भन्ने कुरा हामीले न्युजमा देख्यौँ होइन। सो तपाईँहरू पनि अब सचेत भएर बस्नु होला। भूकम्पपछि चाहिँ त्यहाँनिर सुनामी आउने ओर्ने भन्ने कुरा पनि न्युजमा आइरहेछ। यो चाहिँ आओमोरी प्रिफेक्चरमा चाहिँ आएको भूकम्प रहेछ होइन। होकाइदो साइडहरूमा चाहिँ अहिले एकदमै जोखिम छ भन्ने कुरा आइरहेछ। सो आफ्नो ठाउँमा तपाईँहरू सुरक्षित रहनु होला। थ्याङ्क यू।